माननीय गोपाल शर्मा, समय 5 मिनट। त्यसपछि माननीय आरएन राई। सम्माननीय सभामुख महोदय, संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै सत्तारूढ दलका सभापति माननीय रवि लामिछानेले भनेको कुरालाई म स्मरण गर्न र गराउन चाहन्छु। उहाँले भन्नुभएको थियो, हामीलाई निगरानी गर्नुहोला, गल्ती कमजोरी देखाइदिनु होला र जनताका आवाजहरू सुनाइदिनु होला। हामीले उहाँले सत्य बोल्नुभएको होला भन्ने ठान्यौँ सभामुख महोदय, र हामीले भन्यौँ, संसदमा प्रश्न गऱ्यौँ, सरकारले गरेका गल्ती र कमजोरीबारे प्रश्न गऱ्यौँ र भन्यौँ तपाईँहरूले यहाँ गल्ती गर्नुभयो र सरकार प्रस्तुत भयो र जवाब दियो र हाम्रो हुर्मत लिने काम गर्यो, संसदको हुर्मत लिने काम गर्यो र गरिरहेको छ। जवाब दिँदै उसले त्यो गर्यो। सार्वजनिक ठाउँमा गणेश नेपालीहरूले सरकारले गरिबहरूलाई गरी खान दिएन भनेर प्रश्न उठाउँदै आफ्नै शरीरमा आगो सल्काए र सरकारलाई प्रश्न गरे, सरकार गरी खान देऊ। तर सरकारले त्यो कुरालाई फेरि मानसिक समस्याको रूपमा व्याख्या गर्यो र अहिले पनि त्यो कुरालाई कठिनाइपूर्वक प्रश्न गरिराखेको छ र अहिले जवाफ सजिलोसँगले दिइराखेको छैन। सभामुख महोदय, माझित अन्सारीहरू भूकम्प प्रभावित, खास गरी माझित अन्सारीहरू बाढी प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरमा पुगेर प्रश्न गरे। त्यहाँ अखाद्य वस्तुहरू दिइएको कुरालाई देखाएर भने, भोकाइराखेको बच्चाको अनुहार देखाउँदै, जाडोमा काँपिराखेको बच्चाको अनुहार देखाउँदै प्रश्न गरे र त्यो प्रश्न गरेको बापत माझित अन्सारीहरूलाई बुट बजारियो र लाठी बजार्दै अहिले अस्पतालको बेडमा राखिएको छ र उहाँले पनि अहिले जीवन रक्षाको माग गर्ने अवस्था आएको छ। सरकारले जवाफ यसरी दिइराखेको छ। सभामुख महोदय, मिडियाले प्रश्न गरे, मिडियाले कमजोरी औँलाए र मिडियाको गेटमा लगेर भिजिलान्तीहरू प्रयोग गरेर मिडियाको गेटमा लगेर गाडी राखियो र अवरोध खडा गरियो र जवाब दिइयो। तिमीहरूले फेरि प्रश्न गर्यौ भने तिमीहरूलाई बाहिर निस्किन दिइँदैन भनेर सरकारले जवाफ दियो। जवाफ यसरी दिइराखेको छ। हामीले फेरि पनि अरू कुरा गऱ्यौँ, दिन गनेर होइन सेकेन्ड गनेर काम गर्छौँ भन्नुभएको थियो माननीय सभापतिज्यूले। हामीले होला कि भनेर पत्याउन खोज्यौँ। हामीले भन्यौँ होल्डिङ सेन्टरको हामीले हेऱ्यौँ गम्भीरतापूर्वक, डोजर लगाएर बस्तीबाट लखेटिएका होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको व्यवस्थापन गर्न कति मिलिसेकेन्ड पुग्यो म सरकारलाई सोध्न चाहन्छु। सेकेन्ड त अझै पुगेको छैन होला। सेकेन्डमा काम गर्ने तरिका अब कति मिलिसेकेन्ड पुगेर गऱ्यो र त्यो सेकेन्ड कहिले पुग्छ? हामीले भूकम्प प्रभावितहरूको समस्याहरूबारे यो संसदमा पटक पटक भन्यौँ। भूकम्प प्रभावितहरूको समस्या समाधान गर्न तपाईँहरूले काम गर्ने सेकेन्डको टाइम कहिले आउँछ? मैले फेरि पनि प्रश्न गर्न चाहन्छु। मल नपाएका किसानहरूको बारेमा हामीले भन्यौँ, किसानहरूलाई मल चाहियो, के अर्को सिजनमा आउने हो त्यो सेकेन्डमा काम गर्ने तरिका, वा सेकेन्ड अब अर्को सिजनमा पुरा हुन्छ? मैले फेरि पनि भन्न चाहन्छु, खाना पकाउने ग्यासको लागि मान्छेहरू लाइनमा लागेका छन्। त्यो लाइनको भिडियो तपाईँहरूले देख्नुभयो, त्यसको फोटो तपाईँहरूले देख्नुभयो? म सरकारलाई भन्न चाहन्छु। त्यसकारण अब अहिले पनि विद्युत लाइनको सन्दर्भमा हामीले बेला बेलामा भन्यौँ, विद्युतलाई व्यवस्थापन गरौँ, नियमित बनाऊ भनेर भन्यौँ। काम गर्ने तरिकाको सन्दर्भमा अहिले पनि त्यो मिल्ने सेकेन्ड पुगेको छैन। मिनेटमा काम गर्ने होइन, सेकेन्डमा काम गर्छौँ भन्ने सरकारका दलका नेताको कुरालाई हामीले पत्याउँदाखेरि आज हामीले यो भोगिराखेका छौँ। सभामुख महोदय, फेरि पनि म सरकारलाई भन्न चाहन्छु, तपाईँहरूको सेकेन्ड कहिले पुरा हुन्छ थाहा छैन, तर अहिले पनि म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, बजारमा अत्याधिक मूल्य वृद्धि भएको छ। त्यो मूल्य वृद्धिले गरिब किसानहरूलाई, सुकुम्बासीहरूलाई, श्रमिक वर्गलाई असाध्य पिरो लिएको छ। यसको समाधान तत्काल गरियोस्। रुकुम जिल्लामा लामो लाइन लाग्यो ग्यास सिलिन्डर प्राप्त गर्नको लागि। यो देशभरिको समस्या छ। यसलाई तत्काल समाधान गर्ने गरी कदम अगाडि बढाइयोस् र अहिले आधा सिलिन्डर होइन, यसले ठुलो मूल्य भारी समस्या सिर्जना गरिराखेको छ। भरी सिलिन्डरको व्यवस्था गर्ने अगाडि बढाइयोस्। भूकम्प प्रभावितहरूको समस्या समाधान गर्न तत्काल प्रक्रिया फेरि अगाडि बढाइयोस्। त्यहाँ कार्यविधिको अभाव छ।
कार्यविधि तत्काल बनाएर समस्या समाधान गर्ने गरी अगाडि बढाइयोस्। समस्या देखाउन मात्र होइन, समाधान गर्न पनि जान्छौँ भन्नेले तुरुन्तै समस्याहरू समाधान गर्न सकुन्। धन्यवाद।